ल है साथीहरू बिहानको दुःखको मानौ साँझको सुखको मानौ ल्याएर माछा यो कतारको समुद्रको बुदुने माछा हो के मलाई खान मन लाग्यो बुढो यस्तो माछा सधैँभरि सानो माछा ठुलो माछा खाएको आज त सानो माछा ल्याउनु भनेको त बिचरा गएर मेरो बुढोले आज शुक्रबार पनि छुट्टीमा राम्रोसँग नसुतिकन कहाँबाट खोजेर बुढीको इच्छा पुरा गर्न लिएर आए हैन बुढोलाई धेरै धन्यवाद सरसफाइ गरेर ओरेर चट्ट पारेको यति मिठो मैदान यो मिठो टमाटर र मम्फली पुदिना धनियाँको चटनी हरियो खुर्सानी आज शुक्रबार यसो सुत्न पर्छ बुढीले खाना खोजी भनेर कहाँ पुगेर माछा लिएर आएछन् म त 7 जुनीसम्म पनि तिमीलाई तपस्या गरेर पाम भगवान मेरो बुढो न फेर्न नपरोस् अर्को जुनीमा अनि फेरि बुढाहरूले पकायो भने के बुढीहरूले रेखलाउने नगर के भाइ कति मिठो छ ओहो यो माछा त मरिजाम ल माछा होइन काँडै पनि खाम्दै के कति मिठो हो खैलो त ओहो मरिजाम यति मिठो त कसैले पनि बनाउनु भन्नुपर्छ के चाँड बल्ल पकाउँछन् नुन नलाएको बेसारै नलाएको पकाउनै ढङ्ग नभएको जम्मै माछा कचाकुचुक भएको भन्यो भने त फेरि पकाउँदैनन् कति दुःख छ मेरो बुढोलाई म त सुता पर्दैन भोलि खाम्ला भनेको कि मान्दैन बुढीको इच्छा पुरा गर्नुपर्छ भनेर नि कहाँ गएर लिएर आयो आज शुक्रबारको दिन यसो आराम गर्नुपर्छ के पर्छ न होइन बुढीलाई भनेपछि बेसरी माया गर्ने एक शब्द बोल्दैनन् आफूले नि खाँदैन मलाई खुलाएको खुलाइ कता बोल्दाखेरि काँडा तेर्सिनी हो म जति अरू बोल्छन् कोही म त एकदम लक्षिनको छु बिचारा बुढो कामबाट आउँदा पनि अरू यता नाक खुम्चाउँछन् आइमाइले उता नाक खुम्चाउँछन् नि म त यसो खिसिक्क हाँसिदिन्छु अनि त्यहाँबाट बिचारा दिनभरि पसिना र धसिना गरेर काम गरेको पनि बिर्सिँदो रहेछन् के त्यही भएर बुढा कतैबाट ड्युटी स्युटीबाट आयो भने बुढीहरूले आउनुभयो भनेर गरिदिन पर्छ कति खुसी हुन्छन् यिनीहरू हप्प नपराओ के बुढा आउँदा गर्न यस्तो गरिरहनुपर्छ तिमीलाई त भगवान्ले 7 जुनीसम्म पनि मलाई दियो हुन्थ्यो के मैले सर अब पार्टी चेन्ज गर्न सक्छु अब मैले पार्टी चेन्ज गर्छु तिमीले पार्टी चेन्ज गरेर के छ म जस्तो बुढी पाउनु नगरे पायो भने स्टेजमा उफ्रिने ज्योति मगर जस्तो यहाँ माथिसम्म फर्काउने हेर्ने आधा केटाहरूले फेरि जुत्ता चप्पल जोसमा होस् नपाएको जुत्ता चप्पल कपडा जम्मै हुँ छोडेर घर आउँछन् कोही त गरे खान के मैले देखेको छु खाली खुट्टा घर आएको देखेको छु कि पर्दा शनि लाउने बेला जस्तै भयो भने घरकै आफ्नै बुढी ठिक हुन्छ क्या फेर्न हुन्न पार्टी फेर्ने भनेको तिमीले घन्टी भनेर होला अस्ति मैले घन्टी बाबा भनेको थिएँ दिदीले घन्टी बाबा भन्ने के भनेको होला भनेको थिएँ अहिले नेपालभरि विश्वभरि घन्टीमय भएछ घन्टीमय त भयो ओलीबाले घन्टी रुचाउनन् भन्छन् अनि आमाले फेरि के बजाउँछन् त पूजा गर्दा त्यही घन्टी त हो नि बजाउने ओलीबा सुतेको भए झसँगै उठ्छन् ओलीको आमा के बुढी श्रीमती राधिका ओलीबाले घन्टी नरुचाउने आमाले बिहान 4 बजी उठेर घन्टी टाङलाङ 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 हल्लाएर पूजा गर्दा त ओलीबा हुन्छन् होला कस्तो हुन्थ्यो होला है भयो है सम्पूर्ण नमस्कार मेरो बुढोले मिहिनेत गरेर फ्राई गरेर मेरो इच्छा पुरा गरिदिनु भएको छ होइन अनि सबैले लाइक कमेन्ट गर्नु होला राम्रोसँग तर माया त माया धेरै माया गर्नुभएको छ सबैजनाले तर बुढाले पनि टिकटक खोला भन्दा मान्दैनन् अरूलाई मात्रै खालि गर्छन् क्या मेरो बुढाले पनि धेरै माया गर्छन् सबैजना त्यही भएर मलाई पनि माया गर्नुहुन्छ मेरो बुढोलाई पनि माया गर्नुहुन्छ होइन अब बुढाबुढी परदेशमा यस्तो मिठो नमिठो बसेर खान्छन् माछा खाँदा नि छोराछोरीलाई सम्झिनु परेको छ पीडा त आफ्नो ठाउँमै छ
के हामी यस्तै छ जिन्दगी भन्दै फेरि म र